स्पिकर निकाल्ने हो कि भन्ने कसले बोल्छ त्यो स्पिकर कसले बोलाएर तपाईँले म नम्बर सिट ल्याउनु पर्दैन मलाई सिट ल्याउनु पर्दैन रोकेर हेला गरे आफूलाई चाहिँ अगाडि बस्नु पर्यो मलाई रोक्ने त आफूहरू बुढाबुढीले भयो अगाडि उक्ले अब बुढाबुढी बस्न पाएन के मलाई सिटमा राख्ने भयो हुन्थ्यो जो इभी गाडीमा मान्छे अडाउँदैन कहिल्यै नभुला हातमा काम मुखमा राम कहिल्यै नभुला मुखमा राम कहिल्यै नभुला वैदिक सनातन धर्म संस्था नेपालबाट चाहिँ आज ज्येष्ठ नागरिकहरूलाई लिएर आइराखेका छौँ। हामीले आज 2टा बसको चाहिँ व्यवस्था गरेका छौँ। 4 नारायण पुगेर आज हामी यो कार्तिक महिनामा नारायणको दर्शन गर्ने कार्यक्रममा छौँ। हस्, धन्यवाद। नारायणको गरौँ दर्शन गरौँ दर्शन गरौँ दर्शन यी चाँगो नारायणको गरौँ दर्शन हरि हरि चाँगो नारायणको गरौँ दर्शन नारायण नारायण भगवान भिडियो श्री भगवान नारायण लक्ष्मी नारायणाय नमो नमः ओम नमो भगवते बाकी बन्द गरेर छ दौडिनु पर्यो
सधैँ लिएर आउँछन् यहाँ। जय होस् प्रभु। वैदिक सनातन धर्म संस्था कलङ्किका काठमाडौँबाट ज्येष्ठ नागरिकहरूलाई आज 4 नारायण घुमाउने सन्दर्भमा इचङ्गु नारायणको दर्शन गरेर हामी दोस्रो नारायण साङ्गु नारायणमा आइराखेको छौँ। एकदम रमाइलो भइराखेको छ। सबैलाई धन्यवाद। नारायण जय होस्। नारायण जय नमस्ते। नमस्ते। नारायण जय होस्। जय जय होस्। जय होस्। दिदीलाई पठाउनु पर्यो। कैलाशबाट शिवजी झरे बाटोमा पार्वतीको दर्शन मिल्यो गौरी घाटमा। कैलाशबाट शिवजी झरे बाटोमा पार्वतीको दर्शन मिल्यो गौरी घाटमा। पार्वतीको दर्शन गौरी एउटा झोलामा
फिल्म नलिनु भने आएन मैले त्यो समात्नमा त भने पहिला पूजा नि
उता नजानु नित्य पूजा हुनेछ उता नजानु जम्सो मुक्तिनाथ जान्न पाए पनि हाम्रो ललितपुरको चाहिँ यो मुक्तिनाथमा आयो
ल सिप्लो रहेछ नि यहाँ ल जौसँग मुक्ना रे पनि हेलेनपुर भेट्न नसकेको विश्वनाथ नारायण मंदिर रानी
भेट गरेर नि ओर्ले आउँथ्यो खगेडी भएर नि आउँछ खान भयो क्या हजुर नारायण यहाँ जानुपर्छ माथि टप्नु के बताउने होला सधैँ काम बित्यो हाम्रो चोला धर्मराजले सोधे भने के बताउने होला मुर्दा भन्न छौ भन्छ के साँच्चै नभए त कुरै सिद्धो नि भाउ अड्केर खान भयो क्या श्वास आयो नि क्या जय होस् हजुरको नमो नारायण नमो नारायण नमो नारायण नमो नारायण नारायण नमो नारायण नारायण नमो नारायण हे भगवान नमो नारायण नारायण नमो नारायण जोस नमो नारायण हामी अहिले विशङ्कु नारायण मन्दिर परिसरमा प्रवेश गरिसकेका छौँ। विशङ्कु नारायण नमो नमः। विशङ्कु नारायण मन्दिर प्रवेश उकालो हामी गर्दैछौँ।
नमो नारायण नमो नारायण नमो नारायण Who can pass from that cave and one who cannot is left. And let's test who fall. Okay. I didn't know there were such high stakes to this. विष्णु नारायणको ठाडो भरिन चढ्दैछौँ हामी I tried earlier, so it's not that. मानव हामी घरभित्र प्रवेश गरेछौँ मान्छे हेर्दै हेर्दैन सरिदान लाग्यो भने तपाईँ हो एकदम ठाडो भरिरहेछ नमो नारायण नमो नारायण नमो नारायण नमो नारायण चाहिँ यहाँ हो यही हो त्यो त हो ओहो राधे 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 तीन थान नान थान भ्याउनु भयो मुक्तिनाथ थियौँ भ्यायो ठुकी ठुकी के हाम्रो छोरीलाई के भयो विष्णु नारायण नमस्ते सेमुसीको दाइरी झाउन नमो नारायण अब यो चाहिँ पछाडिको मान्छेलाई डिस्टर्ब पछाडिको मान्छे अलिक हजुर दिनु न बुवा म बसी म मेरो ऊ दिनु प्रसाद अलिकति सबैले दिनु जल जल चाहिँ छप्किदिनु आज हामी ओम वैदिक सनातन धर्म संस्था नेपालबाट चाँद नारायण यात्रा गर्नुपर्छ हामीले प्रथममा इच्छुक नारायण त्यसपछि चाङ्गु नारायण तेस्रोमा हामी अहिले विष्णु नारायणमा दर्शन गर्दैछौँ विष्णु नारायणको हामी दर्शन गर्दैछौँ यहाँले हेर्नुहोस् बाबाजी हाम्रो कलङ्की मन्दिरको पुजारी पुजारी बाबाजी ल नमो नारायण नमो नारायण हामीलाई गर्मी भयो भने हो र
त्यहाँ फुल पनि दिनु त दुईटा त्यहाँको ओम नमो भगवते दर्शन गर्न पापद्वारा धर्मद्वार यो पापद्वार धर्मद्वार हो यही हो अनि अरू कहाँ निस्किन्छ र विष्णु नारायणमा एउटा गुफा रहेछ मान्छे हामी त्यहाँबाट प्रवेश गर्ने प्रयास गर्छौँ एकदम राम्रो सोनेस् त खै उड्नु भएन त्यहाँ अड्क्यो के त्यहाँ छिटो उठ्नु न मान्छे अड्क्यो त्यहाँ ल वासुदेव वासुदेवाय नमः है मलाई खिच्न पर्दैन भगवती वासुदेवाय ओम भगवती वासुदेवाय नमः ओम नमो भगवते वासुदेवाय नमः ओम नमो भगवते वासुदेवाय नमः ओम नमो भगवते वासुदेवाय नमः यो विष्णु नारायणको गुफा मान्छे प्रवेश गर्न गाह्रो हुने के पापद्वार पनि भनिन्छ अरे यसो प्रवेश गर्दा तपाईँले के कस्तो अनुभव गर्नुभयो एकदम मलाई खास त्यस्तो केही गाह्रो महसुस भएन भगवानको नाम लिँदै म यसरी आएँ आउँदाखेरि ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय भन्ने आवाजले एकदम सजिलो महसुस भयो त्यहाँबाट बाहिर फेरि पस्दा तपाईँलाई डर त लागेन डर त लागेन रोकिन्छ कि भनेर नै केही भएन म त खिचिरहनु भएको छ अब
भगवान्लाई आज हामीले साक्षात् दर्शन भगवान्लाई नारायण हामी जय हो नारायण ओम नमो भगवते जय हो सिधा सिधा आउनु न सिधा त्यसरी जय श्रीमन्नारायण भगवान की जय विश्वनारायण भगवान की जय र हामी यस धर्मरूपी मार्गद्वारा हामी सुनबाट बाहिर निस्क्यौँ यहाँ समस्त भक्तहरू अब निस्किँदै हुनुहुन्छ क्रममा जय श्रीराम जय हनुमान जय श्रीराम जय सब हनुमानजीको जय बजरङ्गबलीको छर्के गर्नु सिधा गर्नु हुने छर्के गर्नु छर्के गरेर आउनु छर्के छर्के गर छर्के आउँछ आउँछ को आइरहेको छ खै डर त लागेन विषमको नारायणको धर्मद्वार रे कसैको चाहिँ अब भनाइअनुसार विश्वासअनुसार पाप गरेको छ भने यहाँ छिर्न सक्दैन भन्ने कुरा मान्यता रहेको छ। आउनु है बिस्तारै आउनुहोस् छर्किएर आउनुहोस्। कब्रेको त्यो सजिलै आउँछ कि सजिलै आउँछ। यसले गर्दा कस्तो लाग्यो? डर त लागेन? कस्तो रमाइलो डर त लागेन? लागेन अड्किन्छ कि भनेर कति रमाइलो लाग्यो मोबाइलको अर्को आइरहेको छ खोइ कोही आउँदैछ? आसो 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 ल त्यत्रो मोटो माथि आउनु भयो।
छर्किएर आउनु छर्के जय होस् हजुर जय होस् ल जय भगवान ल चस्मा के ला छर्के छड्काइ छड्केबाट आउनु पापी हुन्छ पापी हुन्छ छिरेन त मन ल म या ओ छड्केबाट आउ ओ त्यो नमस्कार यहाँ मोबाइल खिचिरहेको ओ नमस्कार यता फर्के नमस्कार जय भगवान कहाँ हुन्छ जान्ने नजान्ने हुन्छ ल त्यत्रो मोटो मान्छे पास भइरहेछ ल उठेर म त बसिरहनु छर्के आउनुहोस् है छर्के कोही छुँदैन ल भगवते वासुदेवाय नमो नारायण नमो नारायण नमो नारायण नमो नारायण नमो नारायण ओम नमो भगवते वासुदेवाय वासुदेवाय ओम नमो भगवते वासुदेवाय शंकर नारायण को जय जय हो छर्के आउनु छर्के हामी सबैको भिडियो फोटो खिच्नु उहाँले बनाउनु भयो उहाँको जस्तो भुडी भएको मान्छेले पास भएको मजाले पास भइरहेको दाजु अब हेऱ्यो होला एकदम अर्के जस्तो लाग्दैन छर्केर आउनु छर्केर ढोलाई दिनु त्यो ढोलाई ल्याइदिनु त्यो ढोलाई ल्याइदिनु झोला यत्रो बोकेर अनि छिरे पर्बु छिरे पिर नछिरेमा पापी भन्थ्यो होला नि नछिर्नेलाई पापी भन्ने हो मनमा चाहिँ अलिक ढाङ ठोक्ने रहेछ है अहिलेको जमानामा पापी कोही पनि छैन गलत सबै पापी यहाँनिर मेरो कलियुगमा रामको नाम सम्झे त दर्शन भन्छन् न मन्दिर यसरी आइदिनु छर्के आउनुपर्छ यसरी चाहिँ सक्ने चाहिँ ठाडो चाहिँ नसक्ने मैले खिचिदिन्छु भने होइन जाने हो त फोटो खिचाएको छैन
एकैचोटि आएको जय होस् गुरु जय होस् सनातन धर्म संस्था कलङ्कीबाट ज्येष्ठ नागरिकहरूलाई लिएर आज 4 नारायणको दर्शन गर्ने सन्दर्भमा 1 नम्बरमा हिचङ्गु नारायण, 2 नम्बरमा चाङ्गु नारायण, 3 नम्बरमा बिछङ्खु नारायण र 4औं नम्बरमा दक्षिणकाली नजिकै रहेको हामी शेष नारायण थानमा आइपुगेका छौँ। अब शेष नारायणको दर्शन गरेर हामी यहाँबाट फर्किन्छौँ। यो क्रममा चाहिँ हाम्रो प्रकाशजीले धेरै छायाङ्कन गर्नमा सहयोग गर्नुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। जय होस्। तिनवटा नारायणको दर्शन गरेर नारायणको पालामा हामी शेष नारायण जय होस्। शेष नारायण भगवान की जय। जय होस् प्रभु, जय होस्, हजुरको जय होस्। ओम नमो भगवते वासुदेवाय। वासुदेवाय वासुदेवाय वासुदेवाय। ओम नमो भगवते वासुदेवाय वासुदेवाय नारायण वासुदेवाय। ओम नमो भगवते वासुदेवाय नारायण नारायण थाक्नु भयो? जुत्ता फुकाल्नु है, तलै राखौँ, जुत्ता लगाएर माथि नजाउँ। तल पूजा गरेर त्यो शेषनारायण भगवानको माथि हेरौँ कस्ता कस्ता चिज झुन्निया भगवानको त्यहाँ हो। ल हेर्नु त्यहाँ ठ्याक्कै भगवानको मूर्ति हेर्नु त्यहाँ। आहा ठ्याक्कै हेर्नु टाउ उठातिर हेर्नु त यहाँ यता फर्केको उता फर्केको दुईवटा माथि खडा हेर्नु त्यहाँ दुईवटा। राधे राधे जय होस्। आउन यहाँ मैले 15 वर्ष बिताएको ठाउँ यो स्कुल छ नि मेरै कार्यकालको हो।
झर्दैछु राजारामजी मन्दिरमा छु है ल ल म शेषनारायण आधार छैन बत्ती छैन हामी सबैहरू चाहिँ त्यसरी नछिर्नु हजुर ओम नमो भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय हरि हरि ओम नमो भगवते वासुदेवाय हरि लाइन त्यहाँबाट होइन यताबाट गरे त्यस्तो काहीँ Terima kasih.
सारा भक्तजनको अभिलाषा सक्दो जस्तो कामना चढाएको त मन्दिरमा आएर करुणा गरेका छन् हजुरले सारा दुःख नाश गर्नु भएका छन् सारा भक्तको दुख नाश गरेर सारा दानवलाई नाश गरेर सम्पूर्ण देवताको रक्षा गर्ने यस्ता भगवान प्रभुलाई राम 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 नारायण हरि कोटि नमस्कार हरे राम कोटि नमस्कार सबैले भन्नु है राम राम नारायण
उठ्यो उठेर हरियो हाम्रो निर्मला चाहिँ भएपछि चिया बन्छ रे दही चुवासँग चाख्ने र गाली गरेको क्यामेरा पनि आउँछ आफू थापिदिन्छु अनि उता छ साढे 3 बजे
गुरुमा चिनी छ के चिनी हो चिनी चिनी छैन हामीले तरकारी चिउरा दही चिउरा खानै छ पछि दही चिउरा तरकारी एकदम राम्रो रमाइलो भयो दर्शन गरियो दही चिउरा खाइयो दही चिउरा खाएर अब घरै कलङ्की मन्दिरमा भजन आरती गर्ने पशुपति जाउँ भनेको खानु पाएको खान्छ है खायो दही चिउरा कपाको खाउँ